के भनेको हल्ला हो रिसाको बम भएर आएको हेर्न भोटकेमा ज्ञान पनि सागर चाहिँ सिक्किम लो कहाँको गग्गु खाएको गग्गु गग्गु खाएको गग्गु ब्रो यार के हो तिम्रो ह्यान्डसमनेसको राज भन न के हो यार हाई ग्याङ वेलकम ब्याक टु माई च्यानल अगेन है हाम्रो फेरि पनि भेट भएको छ अर्को भ्लगमा अनि गुड मर्निङ मलाई चाहिँ कस्तो खोकी लागेछ है यस्तै हुन्छ भने बेला न बेला खोकीसोकी लाग्ने यो हुने त्यो हुने है अनि सो आजको भ्लग चाहिँ कस्तो भन्दाखेरि ग्याङ है हाम्रो कलेजबाट सधैँ एउटा इभेन्ट हुन्छ हरेक वर्षमा काठमाडौँ युथ कन्क्लेभ भनेर होइन अनि प्लस कस्तो भन्दाखेरि काठमाडौँ युथ कन्क्लेभ चाहिँ हाम्रो अहिले चाहिँ हामीले हुन्छ नि हामीले धेरै मिहिनेत गरेर हामी सबै टिमले धेरै मिहिनेत गरेर चाहिँ एउटा राम्रो के भन्छ एउटा संस्था बनिसकेको छ है अनि आज चाहिँ हाम्रो काठमाडौँ युथ कन्क्लेभको केवाइसी लर्निङ सेन्टर भनेर एउटा अफिस खुल्या छ है हाम्रो कलेजको हाम्रो कलेजको इभेन्टबाट अब केवाइसीको के भन्छ एउटा आफ्नै अब अफिस खुल्यो अनि बन्यो भनौँ न अनि त्यसको आज ओपनिङ छ अनि सो एभ्री वान वाज इन्भाइटेड है हाम्रो कोर टिम मेम्बर्सहरू सबैजनालाई इन्भिटेसन थियो र अनि त्यही छ आज त्यहाँ ओपनिङ सेरेमोनी अनि कस्तो हुन्छ अब रमाइलो पनि हुन्छ होला प्लस पूजा टाइपको हो आज चाहिँ पूजा हुनेवाला छ अनि त्यही नै हो ग्याङ है अब काठमाडौँमा घाम हेर्नुहोस् है अब गर्मी सुरु हुन थाले जस्तो छ है जाडो के भन्छ जाडो हट्न आँटिसके जस्तो छ खोकीले मार्ने भयो यार कसरी खोकी लाग्यो क्या मलाई हिजोसम्म केही भएको थिएन भने अनि साँच्ची कस्तो भइरहेको छ ग्याङहरूको है के भन्छ डेली लाइफ डेली रुटिन हाउ यु गाइज बिन है अब चाहिँ म ग्याप लिदिनँ अब चाहिँ किन भन्दाखेरि एज आई टोल्ड बिफोर है के भन्छ त्यही हुन्छ नि पर्सनल इस्युहरू पर्सनल कुराहरूले गर्दाखेरि म अलिकति फरवर्ड हुनु पाएको थिएन मुभ फरवर्ड भने जस्तो क्या अनि जस्ट स्टक भइरहेको थिएँ त्यो कुराहरूमा अनि जस्ट ओभरअल अहिले एभ्रिथिङ इज गुड अनि सबै कुराहरू अब बिस्तारै मिल्ने नै छ त्यही नै हो ग्याङ है अब के गर्ने त गुडेश्वर चोकमा जाम चाहिँ एभ्री टाइम हुने यार आई कान्ट क्या यहाँ चाहिँ यो जामबाट चाहिँ कहिले है जहिले यस्तै हुने क्या अब मलाई 5 मिनट लाग्यो क्या त्यति जाम चल्नको लागि फेरि मान्छेहरू सबलाई हतार हुन्छ ओ माई गड यार म जान्छु पहिला किन त भने जस्तो क्या अनि त्यही त हो ल्याङ है मेन त अझ यो अफिस टाइम भइदियो अनि त्यही भएर नि हो अफिस टाइमको बेला जाम भन्ने कुराहरूबाट भाग्छु म जाम छल्छु भनेर सोच्यो भने चाहिँ नसोच्दा हुन्छ है त्यही नै हो अब सरी भन्न चाहे त्यो कुरामा चाहिँ मैले 10 बजे हो हाम्रो प्रोग्राम स्टार्ट है यहाँ 10 भन्दा बेसी 10 यहीँ भइसक्यो कतिखेर पुग्ने हो यार आम एक्साइटेड क्या कस्तो चाहिँ भएको रहेछ हाम्रो अफिस भनेर हेर्नलाई ल ग्रिन लाइटमा पनि के हो यस्तो यार थेट ओभर जाम छ तर मैले त्यहाँबाट राइट टर्न लिएर यताबाट जानुपर्ने म यहाँबाट सिधा आएर खोला चाहिँ किन हिँडेछु भने जस्तो भएको क्या ठिकै छ राइटै टर्न लिऊँ न हिरो हो नि त यहाँबाट जाने हो नि त खासमा अब गफमा म चाहिँ जहिले बाटो बिर्सिदिन्छु क्या केही कुरा गर्न थाल्यो है अनि बाटो बिर्सेर अर्को बाटो हिँड्दिने क्या अब त्यस्तो डम गफ गरिसकेपछि त्यस्तो डम भइदिन्छ क्या म अनि साँच्ची तपाईँहरूले अब अफिस चाहिँ कहाँ खुल्या रहेछ भनेर यसो सोच्नुहुन्छ होला कहाँ भन्दाखेरि जस्तै मैदेवी चोकमा चोकैमा त होइन चोकभन्दा अलिकति यता हो रे
के भन्छ त्यो वान वे स्टार्ट नहुँदै यतापट्टि के टु वेवाला रोडमा त्यो केकेएफसी भनेर देख्नुहुन्छ हजुरलाई, देख्नुहुन्छ होला हजुरहरूले होइन, केकेएफसी भनेर। अनि त्यो केकेएफसीको अगाडि छ अरे भनेर मैले पनि सुने हो, तर म अहिलेसम्म मैले हेरेको पनि छैन, देखाएको छुइनँ कस्तो भएको छ के भएको छ। सिधै फाइनल लुक्स हेर्न जान आँटेको म पनि है। अब्बुई हिरोदेखि नै है, हिरो चाहिँ अब्बुई बाइकमा त आम्मा हो कि क्या हो भने जस्तो। जोक्स पार्ट है ग्याङ, जोक्स पार्ट। मैती देवी छिरेम है। अनि अब केकेएफसीबाट अगाडि बाइक साइक कलेजमा राखेर जाने हो कि त्यहाँ पार्किङ सार्किङ छ कि, तर सिधै हालको त्यही केवाइसी लर्निङ सेन्टरमै फर्स्टमा त्यहाँ जानु पऱ्यो। अब मैले खोज्नुपर्छ क्या अब केकेएफसी कहाँनिर थियो भनेर क्या। केकेएफसी यतै थियो जस्तो लाग्छ मलाई, ए लेफ्ट साइडमा। केकेएफसी यता छ राइट साइडमा भनेपछि केकेएफसीको अगाडि भनेपछि यतातिर हुनुपर्ने। देखिनँ मैले, देखिनँ। म जेरी छिर्छु, जेरीमा बाइक राखेर अनि त्यसपछि यता यहीँ त हो, हिँड्दै आउनु पर्ला अहिले। यार के छ दादा मारे हैछ नि यहाँ मोड दादा मलाई अब देखिराख के त्यहाँ खै यो साइड साइडमा पनि देखिरहेको इट्स इन्स्टा 360 यार सिस्टर। यहाँ मुनि आएर फोन गर्नु। हजुरको क्यामेरा त फुटोस् कि हजुर मलाई यसले हेर्छु हैन, हेर्दै होइन हौ, अलरेडी फोडिसक्यो। त्यही मेरो होइन हौ यो। हेलो ल रियाक्सन खिच्ने रे मेरो, कसको मेरो आफ्नो रियाक्सन खिच्ने रे क्या। मैले त्यो हेर्नु खोले न त खोले। रियाक्सन छोड्नु दाल सोच्छु त म अब चुज गर्ने दुईटामा एउटा। मैले पनि कन्फ्युज भयो क्या अब। एउटा यो भयो हैन, बुगा यो भएन। एउटा त्यो अगाडि फर्स्टमा देखाएको ल। त्यो आउनै पर्छ नि, ऊ त्यहाँ गएर आयो भने हुन्छ। ओए हब्बा कुरा नगर नि, कहाँ राख्ने बाइक यहाँभित्र राइट मन त हाल्यो नि त। मङ्गलम भगवान् विष्णु मङ्गलम गरेर त ए ओइ दिया बस्नेत के छ निगे हौ ओ इच्छा मेरो नाक हेलो चाल्छे 0.5 मा झन् ठुलो देख्छ केकेएफसीबाट फर्स्ट फ्लोर माथि चढिसकेपछि यु क्यान सी है हाम्रो केवाइसी लर्निङ सेन्टर आज चाहिँ ओपनिङ भन्दा नि पूजा चाहिँ रहेछ है। अनि यहाँ चाहिँ वे एभ्री वान हेयर ए थ्याङ्क्स यार के छ उसको भाइ ए के खाँदै नि तिमी के खाँदै नि के खाँदै नि के खाँदै नि के खाइक्यो नि कालचिया हो कि भनेर नि के छ रिजन भाइ यार ए ठिक छ रज्जु फिलिङ अलाइभ होइन होला ढाँट्यो ढाँटेकै होइन ढाँट्यो अयो 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 ल पूजा स्टार्ट भइसकेको छ है ग्याङ। ल हाम्रो इभेन्ट हेडहरू है मिसिङ सौगा दादा अनि यस्तो राम्री मान्छे देख्नु भएको छ हजुरहरूले
मैले देखाएको छु स्न्याप बनाउन आँटेको हट निकु Because why? Because why? Because why? Because why? मेरो माया डल्ली डल्ली हिँड्नुपर्छ हल्ली हल्ली हाइट माया माया छ त माया माया छ त यार बिकज वाइ हाइट कोसिस कस्तो ह्यान्डसम हो यार तपाईँ कोसिस तपाईँ कस्तो ह्यान्डसम यार चाब्बा यार के छ मेरो भाइ लङ टाइम है के छ ओइ सेलेसमा से हाई टु माई ब्लग नमस्ते तिमी त कहाँ थियौ त बिसीमै गएको थियौ तिमी कतिखेर आएको 3 बजे कति बजेर अहिले ए बिहानको 3 अघि 3 रे क्या ल आज भ्लग हेर है सबैजनाले है ग्याङ हेलो के छ मेरो भाइ के छ यार के छ Hi guys, welcome to my vlog. Bye. See you soon. बच्चा हुन्छ अनि त्यसपछि बच्चाको खताना हुन्छ अनि त्यो भाषामा त खतरनाक होइन नि त के भनेको हल्ला हो दिशाको बम भएर आएको हेर्न ल ग्याङ यहाँको यो पोस्टर हेर्नुहोस् है हाम्रो केवाइसीको इभेन्टमा दुर्गेश थापा पनि आउनु भएको थियो है नितेश जङकुमार अनि सबिन बिस्ट अनि हाम्रो पारस खड्का समीर श्रेष्ठ स्वप्निल शर्मा अनि सब सुशान्त केसीदेखि लिएर यो त कति हो क्या अनि साइग्रेस एन्ड देन सब आउनु भएको थियो सो केवाइसी इज नट जस्ट एन इभेन्ट इट्स एन मोर देन इमोसन भने जस्तो हाइट उयो डाट खेलौँ न ल्याउ त ल्याउ न तिनीहरू यहाँ छ त अझै कस्तो टाँसेको ए 3 ओके ओइ ल यार त्यो झर्दियो यार कोही भोट केमा ए अब्बा ल भोट सर हजुर भोट माग्न आउनु भएको होइन 2 वर्षपछि आउनुहुन्छ ल मेरो भोट मेयरको उम्मेदवार भएर मेरो भोट तपाईँलाई है त 2 वर्षपछि जय हनुमान ज्ञान गुण सागर जय कपि सितुन लोक गुण सागर जय ओए अब्बा है सिङ्गिङको जर्नी बवाल होस् है ल ग्याङ तपाईँहरू पनि लड्डु खान्छ मैले खाएँ ल
तपाईँहरूलाई पनि है गाइस भाइ के खाएको नक्कु खाएको नक्कु नक्कु खाएको नक्कु ढाँट्यो 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 कति मुखमा हेरेर यत्रो डल्लो लिएर आयो यो गाइज यो 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 ल फेरि मैले हामी ट्रेनभन्दा अगाडि चल्छौँ ओइ किन खोलेको नेताज्यू हजुर तपाईँको एजेन्डा के हो एजेन्डा किन पुग्यो मन्डु के छ हजुर यस्तो है अझ यस्तो रमाइलो छ बाई एभ्रिवान बाई केटाहरू के खाँदै हो के खाँदै हो मोमो मेकिङ समोसा ह्याप्पेन दिलिसमा के त निदै थियौ हजुर हजुर यस यस मोटो भ्लग यता भ्लग उता भ्लग सब भ्लग बनाउँछु म चाहिँ यहाँ है Hi guys. Photo save. Gang down with the पूजा है अब यिनीहरू बल्ल आउँदैछन् ल ग्याङ निस्केको है अब चाहिँ इट वाज रमाइलो आज आज खासमा पूजा रहेछ मैले चाहिँ ओपनिङ सोचिरहेको थिएँ अनि त्यही नै हो पूजा सुजा भयो अब हाम्रो चाहिँ यस केवाइसी काठमाडौँ युथ कन्क्लेभ चाहिँ बिगर एन्ड बेटर हुँदैछ बिस्तारै नै दिस टाइम अब हेरौँ के कस्तो हुन्छ अनि त्यही हो है ग्याङ अब चाहिँ जेरी जान आँटेको जेरीमा चाहिँ हाम्रो सिद्ध ब्रदर आएर बसेको छ अरे है ऊ पनि अफिसको कामले आएको थियो अनि उसको नि काम सकियो तर ऊ फेरि अफिस छिर्न सक्छ अनि तर घुमाउनु चाहिँ ल्याङ भयो अरे यहाँ निकिता कहाँ गएछ गयो ल भन्नुपर्ने उसलाई पनि किन हौ रिसाएको के छ यार ब्रदर हल्का ल ग्याङ फाइनली कोडेश्वर आयौँ है अब ऱ्याप एन्ड राइड जाने कुरा भयो आइसले आउनु नि त है ऱ्याप एन्ड राइड भन्दै थियो मेरोमा पनि त्यो रिममा व्हाइट लाइनिङहरू हानौँ जस्तो लागिरहेछ क्या साँच्ची भाटबढे नि लुक एट द भाटबढे नि है अहिले धेरै राम्रो भएको छ अहिले भाटबढे नि होइन इम्प्रेसिभ कमब्याक भनेर मैले एउटा कमेन्ट देखाएको थिएँ क्या भाटबढे ल यु क्यान सी हे भगवान् अब अपरन्त मेरो देश नेपालमा यस्तो कहिले नहोस् भनेर रहेछ एकदिन छिर्नुपर्छ भाटबढे नि अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि घर गएर म यो ब्यागहरू सबै राखिदिन्छु अनि ब्याग राखेर चाहिँ अनि निस्किनुपर्ने हुन्छ कता भन्दाखेरि ब्याग अनि यो मालासाला सबै राखिदिन्छु अब यो माला लिएर चाहिँ के हिँड्नु सबै कुराहरू होइन क्लिन भएर निस्किउँ न अनि लुगा नि हेर्नु पर्ला त्यही हो ग्याङ अब निस्किने बेला भेटौँला है त सिधै पनि एकछिन घर छिरेको छ रेडियो बाइकमा जान्छु मलाई हामी दुईजना अनि जे सबैले निस्किने बेला भेट्नुपर्छ है त मैले दामी कुरा देखेँ क्या यो गाडी पछाडि हेर्नु न अपमान गर्नु कसैको स्वभाव होला तर सम्मान गर्नु मेरो संस्कार हो क्या कस्तो मिठो कुरा लेखेको रहेछ त्यसमा है रियली होइन नो रिक्स ब्रदर
चाबी यहीँ छोडिदिउँ केही हुँदैन किसमिर दाई दाई से हाई टु माई ब्लग से हाई टु माई ब्लग भने क्या आइसको कहिले सकिने हो यार ब्रदर ब्रदर आइस ब्रदर आयो ओए आइस हेलो भन न हेलो हाई ब्रो के हो लुक्स त के हो यार मारेको छ त म चाहिँ बिरामी भयो है मनी आजको ऱ्याप सकेन मेरो पनि कतिखेर हो बाइक वास हुँदैछ त्यहाँ इफ यु गाइज अल्सो वान्ट टु कम है बवाल ऱ्याप खेलाउनुको लागि डिजाइनहरू सी यसको बाइकमा यो बाइकमा यहाँ जति पनि बाइक छ है जति पनि देख्नु भएको छ ऱ्याप एन्ड राइड कस्तो नदेखे ऱ्याप एन्ड राइड है इन्स्टाग्राममा सर्च गर्दा नि हुन्छ टिकटकमा सर्च गर्दा नि हुन्छ यु क्यान सी हाम्रो दाइले चाहिँ मिठो गरिदिनुहुन्छ ऱ्याप अब यस्तो यस्तो ठाउँमा पनि ऱ्याप खेलाएर आएको छ कि चाहिँ ब्रो यार के हो तिम्रो ह्यान्डसमनेसको राज भन न तिम्रो ह्यान्डसमनेसको राज भन न मलाई यिनीहरूको पानी है ब्रो यार नि बिहान उठ्ने त्यति हो के हो ह्यान्डसमनेसको राज चाहिँ त्यही हो क्या त्यस्तो क्रिम स्रिम होइन नि दादा क्रिम स्रिम त मैले लगाएको नि देखाएको छु ब्रो तिमीले होइन खै त हेर त यार क्युटी छ त यार ब्रदरको ऱ्याप कहिले नसकिने आम्मा त्यहाँ त वास आहा Being done with the rap and all मेरो त्यो रिममा पनि त्यो सेतो उसको अरे त्यो हनीकम हाल्ने भनेको त्यो पनि सक्यो आई मिन त्यो स्टिकरै त्यो ऱ्यापै रहेन छ यहाँ अब नेक्स्ट टाइम अनि कस्तो यार मलाई त म बिरामी भएर अब बिरामी हुन्छ जस्तो लागिरहेको छ ग्याङ है यो वाइट कलरको यो हालेको कस्तो देखाएको छ राम्रो देखाएको जस्तो लाग्यो मलाई है अनि अब यहाँबाट निस्किन्छौँ हामी अनि अब आजलाई यति नै थियो ग्याङ है आज अब के अरे पूजा सेरेमनी हाम्रो कलेजको केवाइसीको त्यो थियो अनि त्यसपछि पूजा सेरेमनी सकिसकेपछि चाहिँ त्यसपछि हामी यहाँ आयौँ यहाँ अब दिनभरि टाइम लाग्यो यसको पनि मेरो पनि यताउता गरेर दाइ गएको ल ग्याङ हामी चाहिँ निस्केको है यहाँबाट अघि भन्दा भन्दै दाइले लाइटै अफ गरिदियो अनि आई होप आजको ब्लग पनि मन पराउनु हुनेछ मन परेमा मेक सेयर गाइज लाइक सेयर कमेन्ट सब्सक्राइब अनि के गर्नुपर्छ मिलाएर सबै गरिदिनु होला है अनि साथ सपोर्ट पनि गरिदिइराख्नु होला अनि आजको ब्लग चाहिँ यति नै थियो यसरी नै बित्यो दिन है अनि आशा छ यो ब्लग पनि मन पराइदिनु हुनेछ अनि आजलाई त्यति नै भन्दै म तपाईँहरूसँग बिदा लिन चाहेँ है अनि टिल देन हाम्रो अर्को भ्लगमा भेट हुनेछ पिस